गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। ल अब साथै चटपटे खाम साथै। यसरी नखाएसम्म त खाएको हुन्छ चटपटे। रुको जरा सबर करो। हे भगवान म हजुरसँग केही माग्दिन, बस यो दिदीलाई हग्ने क्षमता देऊ। बिहान 32 मुजा पल्दा थाहा हुन्छ। अच्छा अहिले मजाले खाऊ, पछि हग्ने बेला थाहा पाउँछौ। अहिले खाना मिठो हुन्छ, पछि चाकबाट निस्किँदा त झन् मजा आउँछ। सुड्डीको चाकबाट चाहिँ धुवा मात्रै निस्क्यो होला। के हो? अहिले रिल बनाऊ, पछि हस्पिटलले बिल बनाउँछ।